हेलो गाइज वेलकम ब्याक टु द च्यानल तपाईहरुलाई मेरो ब्लगमा फेरि पनि स्वागत छ। अनि मैले चाहिँ टक्क लुगा सुगा धोएर माथि सुकाइसकेको छु अनि यस्तो पुरा कुहिरो लागेको छ। अनि टक्क म चाहिँ आज कुद्न जानेवाला छु रनिङ है। अनि बिहानै यता छ सागर अब जाने हो। कुखुरा पनि हेर्ने हो। कुखुरा मैले लुगा धोइ अब नानीको पालो चाहनी हो भने हामी दुईटाले एकैचोटि धुन सक्छौँ। सुँगुर छ टक्क यस्तो है। खेती किसान चाहिँ अब आज चाहिँ हाम्रो टक्क के अरे ऊ हुन्छ कोदो काट्ने काम हुन्छ कुखुरा टक्क। अनि ओइ लुगा धुन जा रे ए मोबाइल हेर्दै पो हो। ठिक छ जा। अनि मैले त टक्क यो के अरे रनिङ गरिसकेपछि त्यो पानी खानाले छुट्टी बनाएर राखेको छ होइन। बेलुकै बनाएर भिजाएर राखेको थिएँ त्यही अहिले म देखाउँछु। त्यो तपाईँहरूको लागि सरप्राइज हो। सो अनि हामी चाहिँ उता त्यो कुहिरो लागेको ठाउँ छ नि हो वहाँबाट अनि यतातिरबाट कुदेर आएर त्यहाँसम्म पुग्छौँ है। अनि आज चाहिँ टक्क ल त कुदेर आइज नि त। पहिला म कुदेर आउँछु है त। सो गाइज अब चाहिँ टक्क हामी कुदेर पनि भइसक्यौँ। साले हान्न लागि कि क्या लट्ठी लिएर बसे बट्टु आइ त बट्टुलाई डिस्काउन्ट एकछिन। नाच बट्टु ओइ बट्टु बोल्न त बोल्छ नगर खाल त त्यस्तो नगर्न त नि। अनि बट्टु ल भन् त यता ल्याएर फुल यताबाट बट्टु भन्छ गाइजहरू। बट्टु बट्टु के मनोज भन् कवन नगर्दैन होइन त्यो नाच्यो बट्टु भन् बट्टु भन्दैन ल दुई तिनचोटि भने चाहिँ यता कुखुरा टोली हो है। यता पनि छ कुखुरा चाहिँ हाम्रो यो गाउँमा सपो छ क्या। कुखुरा नभए घर कहीँ छैन। थोरै अब यसको पसल जान्छ अनि टक्क त्यहाँ के हुन्छ के गर्छस् त कसरी बस्छस् उठेर बस्छस् कि बसेर उठ्छस्? बसेर उठ्छु उठेर बस्छु। कस्तो उठेर बस्छु बसेर बस्छु? ओए कुकुर छोड्दै क्या? अच्छा के अरे त्यसको नाम डेजी घुक्छस्? ओए चुप ब्लग बनाए अस्ति पनि बनाएन झन् चटपट खाएको त्यो हालेको त गयो कहाँ गयो ल त्यो सागरको पसल टक्क यहाँ चाहिँ लास्ट कुहिरो लागिरह अहिले घाम त आइरह लास्टै ढिलो आउँछ क्या टोक्छ त्यसले त मलाई रिस गर्छ नि धेरै नै छोड्दे रिस गर्छ भनेपछि रिस गर्छ खै मेरो मम चाहिँ टक्क अब मिल जान लाग्नु भयो जस्तो हो है। अब हजुर भएन हजुर ए ल अहिले जाने हो हाई भन्नु नि त हाई के लाग्यो कोदो ठुलो भएपछि त यता पनि छ भित्र त्यता भित्रतिर नि रहेछ जस्तो लाग्छ। छोडिदे त्यस ठुलो भएपछि हाम्रो यो
बुढाहरू चाहिँ त्यहाँ के टिपिरहेको जाम त बुढाहरू चाहिँ खान नपाएको हुँदा खाउँदाहरू है खाउँदाहरू खौदामा खौदा आई डोन्ट लाइक दिस चिल्ड्रेन है यो चाहिँ हाम्रो आमाको घर है उहाँ छ गाई बाच्छाहरू चाहिँ हारेर कहाँ हारेर कहाँ पिटेर हारेर भने केटी भए साक्टी भए कति जान्छ तपाईँहरूलाई एउटा खतरा बाटो देखाउँछ है त है यतापट्टि नि फुल यतापट्टि नि फुल अहिले यता साइड मात्र छ है मलाई हाले भने है बुने कता देखाउने नाटक पनि बढी सो अब पिङसिङ खेलौँ अनि मनोरञ्जन गरौँ त्यसपछि आउँछौँ है त जब चाहिँ चल्लाहरू फोरायो यताहरू चाहिँ त्यसलाई बाँध्दैछ अब यसलाई चाहिँ थुन्नु पऱ्यो यहाँनिर यसलाई चाहिँ थुनिदिनु पर्छ किनभने योवालाले त्यसलाई उ गर्दैन भने बाँध्दै त्यस्तो नबोल्ने उ त्यहाँनिर उ त्यहाँ बाँध्दै म यता अरूलाई पुऱ्याउँछु त्यहीँ हो त्यहाँ खर 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 त्यसलाई चाहिँ अब बाहिरबाट सुको लगाइदिएको छु है के हुन्छ बान्दिस 1 2 3 4 5 6 7 है 7वटा हात आज त ए ला ओइ एउटा त थुन्नै बिर्स्यो ठुक्का निक्लिन्छ कुखुरा खोला ओइ निक्ल्यो कुखुरा निक्ल्यो यो वालालाई त थुन्नै बिर्स्यो त मलाई ठुक्का यो खोर्रे नहुन् त कहाँ खर 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 उतेलाई उतेवालालाई हो त्यो न फेरि आँधोले फेरि ढोका लगाएछ झाकोल आँधो त आँधै रहेछ नि यस्तो सो अब यति कुखुरा खोराइ भएपछि आउँछ त गाई जब चाहिँ कुखुरा सुखुरा खोराइ भइसक्यो है यो पछाडि छ सुँगुर हाम्रो यहाँ छ के छ केटा सो अब त्यसलाई आफ्नै हातल भन्नु र हालतमा नगर्दै क्या नगर्दै सो अब गीतहरू खोजेर आउँछौँ है त गाइज अब चाहिँ म आमा घर थुन्चे लिन्जाललाई टक्क त्यो कोदोहरू आधा काट्ने अन्त अनि कोदो बोक्ने थुन्ची लिन्जाल लामा चाहिँ अब बालाहरू सबै कालो कालो भइसक्यो हेर्न सक्नुहुन्छ पाकिसक्यो सबैहरू चाहिँ अनि त्यही भएर काट्ने बेला टक्क भइसकेको छ है थोरै चाहिँ मम्मीले काटिसक्नु भएको छ त्यो बिउ उखाल्दाखेरि कुनै छोडे हुन्छ नि हो त्योवाला चाहिँ मम्मीले निकालिसक्नु भएको थियो अनि ल आमा त घरमै रहनुहोस् आमा छैन आमा घरमै छ ताल चलाएको थुन्से अब कहाँ छ थाहा न त्यही त्यो ठुलो थुन्से त होला नि कस्तो डराइदियो यही बेला यो त लानु थाङ्रे सँग त बोक्ने होला नि साथीहरू कि सानोवाला एकछिन है गाइज म ममलाई फोन गरेर सोध्छु है त गाइज मैले चाहिँ ममलाई फोन गरेर उ गरिसकेको छु अनि यही हो अरे थुन्से चाहिँ तर यहाँनिर चाहिँ मुसाको बच्चा कराइराख क्या यही ठुलोवाला हो अरे चाहिँ यहाँनिर छ है गाईहरू के छ त तिमीहरूको खा भएर बसिरह गई के भयो तँलाई चाहिँ बाख्रा चाहिँ कराइरहेछ
सागर बसिरहेको अब छोड्दै बसिरहेको त्यतिखेर थाहा हुन्छ होइन अब थुन्से लिएर गइन्छ के हुन्छ थाहा छैन तपाईँहरूको पनि अब भयो होला घरमा राम्ररी बसेर काम गर्नु होला मम्मी बाबालाई सघाउनु होला है त्यही भन्न चाहन्छु अब चाहिँ म घर गएपछि गर्छु है त साइजमा चाहिँ अब यो खाँदैछ है यसमा चाहिँ बदाम नरिवल चिनी हाले पानी पनि हाले है त्यो मिठो भइरह एकदमै मिठो खासमा चाहिँ यो मैले कुदेपछि कुदेर अनि आएर खान्छु भने चाहिँ अब त्यो खाएर आउँछु सो गाइज म चाहिँ अब उता कमला राम्रै उता कविता भाउजूले मासु राखिदिनु भएको अरे त्यहाँनिर मासु लिनु जानु लगाएको यहाँ सुन्नुहोस् कति छ 1000 रुपियाँ गाइजहरू होइन अब 2 किलो राखिदियो ल्याउनु परेन होइन अब चाहिँ यतातिर टक्क कुखुराको भाउमा बेच्छ कुखुराको मासु 400 अनि फाराको मासु 400 अनि दुइटै सेम रेट भएपछि त अब मासु खानु के अरे मासु खानु पऱ्यो तर बाख्रा र कुखुराको एउटै रेट भएपछि त अभियसली बाख्राकै खान्छौँ होइन पहिला चाहिँ 500 लिन्थ्यो अनि अहिले चाहिँ चरा हो दिँदैन देखिँदैन भन्नुपर्छ जुम गर्न पनि मिल्दैन घाटा लगाउँछु मोबाइलमा अनि तल गएपछि भेट्छ गाइज मैले चाहिँ मासु ल्याएर सिकेँ अनि त्यहाँनिर चाहिँ साट्ने पैसा थिएन अनि अरू मासु थपेर लैजा कि पसिदिन्छु भनिरहनु भएको थियो अनि के भनिरहनु भएको थियो अनि म चाहिँ पसिदिए नि हुन्छ भनेर हिँड्दै आज केटाहरू भन्छ त्यसको लागि 2 किलो मासु ल्याएको छ 1000 रुपियाँ दिएर फेरि 600 दिन्छ 1600 खर्च गरिन्छ कतिजना थाहा छैन केटालाई पनि मलाई भने मम्मीले हिजो बेलुका जानुभयो भने मम्मी र बहिनी गएको थियो केटालाई भन्दा म गएको थिइनँ घरमै थियो म घर हुन्छ नि त त्यो गर्नुपर्छ होइन अनि यो चाहिँ तोरी होला कि गाइजहरू के हो यो कमेन्ट गर्नु होला तोरी हो कि के हो मैले पत्तै लगाउन सकिनँ कमेन्टमा भन्नु होला यो बिरुवाको नाम यो पँयालो फुल फुलिरहेको नि हो यो बिरुवाको नाम भन्नु होला है त तपाईँहरूले के हो तोरी यस्तो लागिरहेको मलाई तोरी त्यस्तो हुन्छ र हुँदैन नि अब त गाउँ तर खेतीपाती छैन त त्यो मकै कोदोहरू मात्र अलिअलि गरिन्छ अरू त खासै गरिँदैन क्या भाग्दैन लकी भाइ सो अब अहिले एकछिनपछि भेट्छ गाइजलाई चाहिँ मैले यहाँ के अरे मकै र अनि मकैको यो पिठो हाल्दैछु अनि पानी पनि हाल्दैछु अरे अब यसले खाइरहन्छ 12:30 हुन लाग्यो क्या अनि बाबा पनि आउनु भिडियो राम्रो लाग्यो लाइक गर्नुहोस् च्यानलमा नयाँ सब्सक्राइब गर्नुहोस् बाई बाई